सबैजनालाई जय मसीह। परमेश्वरको जिउँदो र क्रियाशील वचनले हामीलाई के सिकाउँछ आउनुहोस् हामी हेर्नेछौँ। आज हामी प्रेरितको पुस्तक 14 अध्यायलाई हेर्न गइरहेका छौँ। आइकोनियनमा तिनीहरू एकसाथ यहुदीहरूको सभाघरमा पसेर यस्तो किसिमले बोले कि यहुदीहरू र ग्रीकहरूको ठूलो दलले विश्वास गर्यो। तर विश्वास नगर्ने यहुदीहरूले चाहिँ अन्य जातिहरूलाई भड्काएर भाइहरूका विरुद्ध उनीहरूको मन तितो पारिदिए। प्रभुको भरोसामा साहससँग बोल्दै धेरै समयसम्म पावल र बारनाबास त्यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्हहरू र अचम्मका कामहरू गराइकन आफ्नो अनुग्रहका वचनको गवाही दिनुभयो। तर शहरका मानिसहरूमा फाटो हुन गयो र कोही यहुदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे। अन्य जाति र यहुदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्ने प्रयत्न गरे। तिनीहरूले यो कुरा चाल पाए र लुकोनियाका सहरहरू लुस्त्रा, डर्बी र छेउछाउका जिल्ला हुँदो भागेर गए र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरि नै रहे। अब लुस्त्रा सहरमा खुट्टा चलाउन नसक्ने एकजना मानिस बसिरहेको थियो। त्यो जन्मैको लङ्गडो थियो र कहिल्यै हिँडेको थिएन। पावलले बोलेको त्यसले सुन्दै थियो। पावलले त्यसलाई एकटक लगाएर हेरे र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन ठूलो स्वरले कराएर भने, तेरा खुट्टाको भरमा सिधा उभि, अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो। जब पावलले गरेको यो काम भिडले देख्यो तब तिनीहरूले लुकोनियाको भाषामा उच्च स्वरले यसो भने, देवहरू मान्छेको रूपमा हामी कहाँ ओर्लेर आएछन्। तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्न लागे, किनकि यिनी चाहिँ मुख्य वक्ता थिए। सहरको अघिल्तिर भएको जिउसको मन्दिरका पुजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्याएर त्यहाँका मानिसहरूसँग मिली बलि पूजा गर्ने इच्छा गरे। तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दै गए र भने, मानिसहरू हो, तपाईहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईहरू जस्तै दुःख सुख भोग्ने मानिसहरू हौं र तपाईहरूलाई यी व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्वरले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत थोक बनाउनुभयो। उहाँले अघि बितिसकेका पुस्तामा सब जातिहरूलाई आफ्नै रीति अनुसार चल्न दिनुभयो। तापनि उहाँले आफूलाई गवाही बिना छोड्नु भएन, किनकि उहाँले भलो गरेर तपाईहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो। यी कुरा भनेर तिनीहरूले मुस्किलले तिनीहरूलाई बलि पूजा चढाउनबाट ती मानिसहरूलाई रोके। तर कुनै कुनै यहुदीहरू एन्टियोखिया र आइकोनियनबाट त्यहाँ आइपुगे र भिडलाई मनाएर पावललाई ढुङ्गा बर्साए र तिनी मरे होलान् भन्ठानेर सहरदेखि बाहिर घिस्याएर लगे। तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे अनि सहरभित्र पसे र भोलिपल्ट बारनाबाससँग निस्केर डर्बीमा गए। तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टियोखियामा फर्के। चेलाहरूका आत्मालाई सुदृढ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। जब तिनीहरूले उनीहरूको हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा उनीहरूलाई सुम्पिदिए। त्यसपछि तिनीहरू पिसिदियाबाट भएर पाम्फिलियामा आए। पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे। अनि त्यहाँबाट तिनीहरू समुद्र यात्रा गरी एन्टियोखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो। जब तिनीहरू एन्टियोखियामा आइपुगे तब मण्डलीलाई भेला गराए अनि परमेश्वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे र कसरी उहाँले अन्य जातिहरूका निम्ति विश्वासको ढोका खोलिदिनुभयो सो सुनाए। तिनीहरू त्यहाँ चेलाहरूसँग निकै दिन बसे। प्रेरित 14 का मुख्य सन्देशहरू। 1. साहसपूर्वक प्रचारको शक्ति। पावल र बारनाबासले विरोध र सतावटको बीचमा पनि प्रभुको भरोसामा नडराई सुसमाचार प्रचार गरे। यो देखाउँछ कि विश्वासका सेवकहरूले कठिन परिस्थितिमा पनि परमेश्वरमाथि भरोसा राख्नुपर्छ। 2. परमेश्वरका चिन्ह र अचम्मका कामहरू। प्रभुले तिनीहरूका हातबाट अद्भुत कामहरू गर्नुभयो। यो प्रमाण हो कि सुसमाचारसँगै परमेश्वरको शक्ति पनि काम गर्छ। 3. गलत आराधना रोक्ने साहस। लुस्त्राका मानिसहरूले पावल र बारनाबासलाई देवता ठानेर पूजा गर्न खोजे, तर तिनीहरूले तुरुन्तै आफ्नो वस्त्र च्याती घोषणा गरे कि हामी पनि तपाईहरू जस्तै मानिस हौं।
यसले सिकाउँछ कि गौरव सबै परमेश्वरलाई दिनुपर्छ, मानिसलाई होइन। 4 सृष्टिकर्ता परमेश्वरको साक्षी। पावलले सुसमाचार सुनाउँदा जनतामा यो सन्देश दिए कि जीवित परमेश्वरले स्वर्ग, पृथ्वी र सबै कुरा बनाउनु भयो र उहाँले आफ्नो भलाइद्वारा सधैँ गवाही दिनुभएको छ। परमेश्वरको सृष्टि र आशीर्वाद नै उहाँको उपस्थितिको प्रमाण हो। 5 विश्वासीमाथि सतावट आउँछ। पावललाई ढुङ्गाले हानेर मरेको ठानेर फ्याँकियो, तर परमेश्वरले उनलाई फेरि उठाउनुभयो। यसले सिकाउँछ कि सेवकहरूले दुःख र सतावट भोग्न सक्छन्, तर परमेश्वरले कहिल्यै छोड्नुहुन्न। 6 धैर्य र दृढ विश्वास। पावल र बारनाबासले घाइते र सतावट सहँदै पनि प्रचार रोक्दैनन्। यो देखाउँछ कि सुसमाचारको काम दृढता र निष्ठाको साथ गर्नुपर्छ। 7 विश्वासमा स्थिर रहनको लागि शिक्षा। तिनीहरूले नयाँ चेलाहरूलाई विश्वासमा रहिरहन प्रोत्साहित गरेर भने, धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्छौं। यो विश्वासीहरूको आत्मिक यात्राको सत्यता हो। 8 मण्डलीको संरचना र नेतृत्वको महत्त्व। तिनीहरूले हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे र प्रार्थना र उपवाससहित प्रभुको जिम्मा लगाए। यसले सिकाउँछ कि चर्चमा प्रार्थना, नेतृत्व र आध्यात्मिक जिम्मेवारी अत्यावश्यक हुन्छ। 9 सेवाको अन्त्यमा गवाही दिने महत्त्व। अन्तमा तिनीहरूले एन्टियोखियामा फर्केर सारा मण्डलीलाई परमेश्वरले गर्नुभएको कार्यको गवाही सुनाए। यसले देखाउँछ कि सेवामा पारदर्शिता र परमेश्वरको कार्यको गवाही बाँड्नु पनि सेवा नै हो। अन्त्यमा तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया कमेन्टमा लेख्न, साथै तपाईले आशिष पाउनुभयो भने शेयर गर्न र प्रत्येक दिन यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन अन गर्न नभुल्नुहोला है त। जय मसीह।